अनि आज चाहिँ हामी यस्तो वालिङतिर यसो बाहुनतिर जाँदै हो त्यो यस्तो भ्लग स्टार्ट गरेको सो त्यही हो अब वालिङतिर यसो बाहुन के कस्तो हो देखाउँछु म तपाईँहरूलाई नि त्यो हो हामी जानुपर्ने स्कुलको साथी हो कोरीको भ्लगमा देख्नु भयो होला उसलाई बाटोमा भेटेको होला भेटेको सो वाट्सअप एभ्रीबडी नमस्ते अनि झोले छ सबैजनालाई स्वागत छ मेरो फेरि पनि नयाँ भ्लग न्यू एपिसोडमा सो आजको भ्लग चाहिँ के हो भन्दा म चाहिँ गाउँ आइसकेको छु अस्ति बुटोलबाट अनि त्यो भ्लग चाहिँ मैले गराउनु पाएन अब त्यस्तै भयो आतुरीमा हुँदा अनि आज चाहिँ हामी यस्तो वालिङतिर यसो बाहुनतिर जाँदै हो त्यो यस्तो भ्लग स्टार्ट गरेको छु र हामी चाहिँ यहाँ साधन केटाहरू पनि आज केटाहरू भाइहरू अनि एकजना भान्जी पनि आउँदैछन् तिनीलाई पर्खिँदै हौँ सो त्यही हो अब वालिङतिर यसो बाहुन के कस्तो हो देखाउँछु म तपाईँहरूलाई नि सो त्यही हो अब यसो अगाडि गएर भेटौँला है त सो फाइनल गाइस भान्जी नि आइसकेको छन् अब हामी पनि जान लागिरहेको छौँ व्हाट्सएप हेलो टु माई भ्लग अनि रेडी छ ल तिनवटा साधन अब हामी चाहिँ संसार जित्न जान्छौँ मेरो चाबी यहाँ रहेछ त्यही हो अब हामी चाहिँ हिँडिसकेको यहाँदेखि अब यसो अगाडि पेट्रोल भोलेर अनि सिधै अब बाहुनथान जाने बाटोतिर भेटौँला है त सो गाइस हामी चाहिँ यो पुलमा आइसकेको छौँ त्यो चाहिँ वालिङ बजारबाट ठ्याक्क यता आएपछि छ अनि बाहुनथानको डाँडा चाहिँ त्यो हो हामी जानुपर्ने सो त्यही हो हामी अब यहाँ छौँ के अरे केटाहरू त अगाडि गइसक्यो अब हामी पनि बिस्तारै जान्छौँ अनि बाटोमा के हुन्छ देखाउँछु अनि डाइरेक्ट माथि गएर भेटौँला है त जानु पर्दैन बाटो देखाइ है बाटो नि अगाडिको भ्यू यसो सो गाइस हामी चाहिँ अन द वे नै छौँ केटाहरू चाहिँ पछाडि नै छुटिसक्यो अनि त्यसलाई पर्खिँदैछौँ अनि यहाँदेखि हेर्नु हिमालय यस्तो दामी देखिन्छ हुन त अस्ति भर्खरै त्यत्रो नजिकबाट हेरेर आइसक्यो वा कोरी गएर नजिकबाट हेरेर आइसक्यो त्यही हिमाल हो त्यही माछा पुछ्रे हेर्न सक्नुहुन्छ त्यही माछा पुछ्रे अनि यताको त्यही अन्नपूर्ण नै होला अन्नपूर्ण धौलागिरी केही होला सो त्यही हो अब हामी अन द वे छौँ अब यहाँदेखि त्यही कति 15 मिनट जतिमा पुग्छौँ भान्जे पनि आइसक्यो सो त्यही हो गाइस अब यस्तो बाटोको हल्का फुल्का उहरू पनि हेर्नुभयो होला अब यसरी मजाले चाहिँ अब डाइरेक्ट माथि नै गएर भेटौँला है त हामी चाहिँ लगभग आइसक्यौँ अहिले ठ्याक्क पार्किङमा त्यहाँ पार्किङ यो चाहिँ पार्किङ स्पट हो ठ्याक्क बाहुनथानको अगाडि चाहिँ लानै मिल्दैन लानै मिल्छ त्यो गेट खोल्दै पार तर त्यहाँ तर सोध्न के गर्नुपर्छ र धेरैले चाहिँ राखेरै जान्छ है अनि हामी चाहिँ फाइनली आइसक्यौँ भन्दा नि मेन डाँडा चाहिँ आएनौँ तर यहाँदेखि नि हल्का भ्यू त देखिन्छ अनि यो चाहिँ वालिङ बजार यहाँदेखि कम्प्लिटली त देखियो होइन अब अगाडि गएर देखाउँछु कस्तो ब्लर देखेको दिस इज वालिङ बजार सो त्यही हो अब अगाडि गएर मजाले देखाउँछु के छ कसो छ भनेर सो डाइरेक्ट अगाडि गएर भेटौँला है त सो फाइनली गाइज हामी चाहिँ वी आर एट बाहुनथान भन्दा नि बाहुनथान त त्यो तल हो हामी चाहिँ माथिको डाँडा खान एन्ड लुक एट द भ्यू दिस इज वालिङ बजार पिङ्क सिटी लाइक अलमोस्ट घरहरू पिङ्क नै देख्नु भएको होला सो द्याट्स वाइ इट्स कल द पिङ्क सिटी सो त्यही हो अनि हामी चाहिँ माथिको टपको डाँडामा यहाँ यस्तो हो केटाहरू त्यहाँ फोटोसोटो खिच्दै हो अनि पुरै सल्लाह भाइब राम्रो हो यहाँको त्यो तलको डाँडा भन्दा मलाई चाहिँ चिल्लो लाग्छ यहाँ राम्रो लाग्छ हावा पनि चल्छ त्यही भएर यहीँ बस्छौँ जान त हामी तल नि जान्छौँ र अहिले चाहिँ हामी माथि नै आयौँ डाइरेक्ट सो अब हामी एकछिन बस्छौँ केटाहरूले फोटोसोटो खिच्दै हो अनि यसो नास्ता खाएर जानुपर्ने हुन्छ सो त्यही हो अब यस्तो सिनेमेटिकहरू खिच्छु अनि अहिले भेटौँला है त
हामी चाहिँ यसो नास्ता पानी ब्रेक यहाँ केटाहरूले यहाँ चिसो चिसो कोक सोक छ अन्त चिप्सहरू हो त्यही हो अब यहाँ चाहिँ हल्का फुल्का यसो ओर गरेर अनि तल गएर खानु पर्ला मेन नास्ता त अहिले यहाँ यसो चिसो हुनको लागि यहाँ छ बाबुहरू भाइहरू सुत्दै हो अब हामी यसो खाएर अनि अलि भेटौँला सो गाइस हामी चाहिँ तल पनि आइसकेको छौँ अनि हेलमेट किन लगाइरहेको भनेर सोच्नु भएको होला तर एकदम घामले पोलिरहेको यो महिनामा नि यस्तो घाम छ अनि हामी चाहिँ तल आइसक्यौँ अनि यहाँदेखि नि भ्यू यस्तो त हामी चाहिँ माथि थियौँ भने अब तल आइसक्यौँ सो त्यही हो अब अगाडि के हो अगाडिको नै गएर देखाउँला है त सो गाइस हामी चाहिँ तल आएर नि यत्तिकै डुल्दै गर्दैछौँ अनि म चाहिँ तपाईँलाई वार्निङको भ्यू देखाउँछु ल यहाँदेखि पनि यति त त्यस्तो राम्रो नदेखिँदो रहेछ त्यहाँ छेक्दो रहेछ यार वेट ल आइच सो यहाँ तलको लेले छेक्दो रहेछ अलिक सो यो अनि त्यहाँ चाहिँ एउटा उचाइ ल बाउन्थानवाला अनि यही रुख हो यहाँको मेन स्पेसल भनेको केटाहरू पनि त्यही छ सब फोकसै लिगेन केटाहरू त्यही छ ऊ गफर्दै हो त्यही हो यही रुख हो अनि डाँडा त्यही भ्यू राम्रो देखिन्छ मर्निङ भ्यू चाहिँ बवाल देखिन्छ अहिले जाडोको महिनामा त्यही हो मर्निङमा आउन राम्रो छ साँझमा भाइ बनाउन दिउँसोमा त स्टिल गर्मी नै रहेछ घामै छ सो त्यही हो हामी नि अब आयौँ यसो बस्यौँ डुल्यौँ फोटोसोटो खिच्यौँ अब हामी फर्किने बेला भइगयो अब फर्किन्छौँ सो त्यही गाइस अब हामी यसो फर्किँदा हुन्छ के भन्दा अहिले यसोमा भेटौँला है त हामी चाहिँ यहाँ बसेर फोटोसोटो खिचेर भिडियो के गरेर अब हामी चाहिँ यहाँदेखि गुड बाई टाटा बाई बाई गर्न लाग्यो केटाहरू पनि ल्याउँदै ओ आऊ छिटो जाऊँ त्यही हो अब हामी जान्छौँ अनि यहाँ बन्धनमा के हो भने देखाउनु पर्दा चाहिँ के एउटा नेपालको झन्डा एउटा उ त्यो हो बेन्चहरू हो हिँड्ने ठाउँ छ यस्तो यस्तो अनि एउटा त्यहाँ भित्ता के हो थाहा होइन अनि यहाँको पपुलर मेन चाहिँ यो रुख हो यो रुख छ अनि त्यहाँ चाहिँ एउटा पुल बन्यो यो कुन पऱ्यो के हो जुनमा पानी छैन पोखरी छ तर यहाँ चाहिँ पानी छैन अनि बाटो यो यतातिर चाहिँ बाइक ल्याउन मिल्ने बाटो छ तर ल्याउन चाहिँ पाइँदैन अनि एउटा आमाले चाहिँ छटपट बेच्दै हुनुहुन्छ त्यही हो साँझ बिहान घुम्न आउनलाई चाहिँ चिल छ रमाइलो छ त्यही भन्छु म चाहिँ अब अगाडि गएर भेटौँला सो हामी चाहिँ पार्किङमा आइसकेको छ म स्कुटर राखेको ठाउँमा केटाहरू नि अब रेडी हो अब हामी यस्तो तल गएर नास्ता सास्ता खान्छौँ अब कता हुन्छ त्यतै गएर भेटौँला त तल नास्ता खाने बेलामा सो गाइस हामी चाहिँ यो पुलमा आइसकेको छौँ अहिले जहाँ मैले देखाएको थिएँ हामी आइसकेको छौँ नयाँ साथी पनि जाने हाल्दै हिमाल यिनी चाहिँ मेरो स्कुलको साथी हो यिनी पनि अरू अझै दुईजना अरू साथीहरू नै जोइन भएको थियो स्कुलको यो चाहिँ मैले देखाउन पाएन फोन अफ भएर स्विच अफ भएर अब देखो अरू केटाहरू नि पछाडि भान्जे नै आइसकेको छन् साथी र म त अघि नै आइसकेको थिएँ त्यहाँ अर्को भाइ पनि आउँदैन सुजल त्यही हो अब अहिले अरू साथीहरू आएर देखाउँला है त अर्को साथी नि आयो यिनको चाहिँ ब्रेकले हल्का हो अनि यता भाइ पनि हो साथी के भयो ब्रेक दुःख दियो ब्रेकले गाह्रो आइसक्यो अब हामी पनि जान्छौँ मास्तिर गएर भेटौँला है त सो हामी चाहिँ अहिले गाखोलामा आइपुगेको छौँ यस्तो नास्ता खानेर केटाहरू त्यहाँ छ सबै भ्यू लभली हो यहाँ अब टक्क आदि खोला उता खेतहरू डाँडा वालिक चाहिँ उता हो उताबाट आएको हामी चाहिँ अहिले चाहिँ यतिकै चिजमा बस्यौँ परौठा कुट्दा यहाँको गाखोला ठाउँ चाहिँ एकदम स्पेसल चाहिँ परौठाको लागि यो परौठा र खिर भन्दै त साथी कस्तो हुन्छ यहाँको परौठा र खिर बबाल हो यहाँको पहिल्यैदेखि हो हामी सानो हुँदा अझै पहिलादेखि परौठा र खिर यहाँको एकदम फेमस त्यही भएर अब हामी फेरि आउँदैछौँ यहाँ अब यो साथीलाई त चिनिसक्नु भयो उहाँ कोरीको भ्लगमा पनि यता हेर्दै उता सानो रहेछ नेपाल आफ्नै केटाहरू भेट्दै स्कुलको हिँड्दा कोरीको भ्लगमा पनि देख्नु भयो होला उसलाई बाटोमा भेटेको होला भेटघाट भएको होला सो त्यही हो अब हामी यस्तो नास्ता सास्ता खान्छौँ केटाहरू भोकै हुन त अहिले माथि नि यस्तो खाएको थियौँ अहिले चाहिँ मैले भने नि चार्ज नभएर देखाउन पाएन कि त्यहाँ माथि नि बसेको थियौँ अहिले चाहिँ यस्तो चार्ज गरेर हल्का फुल्का हुन्छु सो त्यही हो अब यस्तो बसेर नि अहिले भेटौँला अब परौठा आएपछि ल
चौराप्पो हाम्रो नामा परौठा नि आइसकेको छ है यहाँ साथी यहाँ अब चौराप्पो खाने अनि अहिले खाएर भेटौँला है त सो या गाइज द्याट्स द एन्ड अफ द भिडियो चौराप्पो परौठा भन्दै घरमा नि आइयो सो त्यस्तै भयो गाइज आजको भ्लग पनि राम्रोसँग इन्ड गर्न पाएन अरू त्यसपछि चाहिँ हामी सरासर घर आयौँ अनि हल्का फुल्का साँझ भएर नि हल्का देखाउन पाएन केही खिच्न पाएन अनि त्यस्तै भयो आजको भ्लग होप राम्रो लाग्यो होला लागेन कस्तो हो खै सर्ट एन्ड स्विट त्यही हो अब नेक्स्ट टाइमदेखि चाहिँ अलिक लङ गराउनु ट्राई गर्नेछु सो यति भन्दै आजको लागि यति नै मेक स्योर टु लाइक सेयर अनि सब्सक्राइब अनि साइडको बेललाई नि गरिदिनु होला सब्सक्राइब गरेपछि सो त्यति भन्दै आजलाई बाई बाई पिस आउट